आमालाई आमा भन्नु न हो भगवानले जन्माइदिए ठिकै छ त भगवानले आशीर्वाद दिएको छ त्यस्तै गर्नुपर्छ दौरा सेवा दौरा त्यसमा दिनु लाग्छ तर मान न त्यहाँ भइगयो त भन्नुहुन्छ त चुप लाग सबैका बस मेरो छोरो राम्रो भएर सधैँ सुविधा भएर जाओस् सधैँ सुविधै भएर बेहुली लिएर हुन्छ हामी अर्को काम गर्छौँ हामीले हिजो सिमाली त्यहाँ ल्याएको सँगै बस्नु पर्छ है मैले चाहिँ सरी भगवानले पुगोस् आशीर्वाद होस् मेरा छोराले घरभरि दाजुलाई यहाँ बोलाउनु न दाजुलाई टिका लगाइदिनु तपाईँहरूले दाजु माला लगाइदिएर टिका लगाउनु मलाई लाग्यो माला नलाइकन पो साथी गाडी आयो होइन अब निकाल्यो गाडी दाजु दाजु गाडीको प्यान्डलहरू भयो भइसक्यो लु भयो आमा यहाँ फोटो खिच्ने भनेको एउटा फोटो खिच्ने के हो नाला के चाहिँ छोडिदिनु कस्तो चाहिँ पर्दैन अहिले होइन अहिले पर्दैन होला क्या पुजेर पठाउने आमा अघि सुपारी लुगा त सबै बिग्री त गयो झारिदिएको त्यतिको नै अलिक राम्रो नमस्कार होस् भाग्यमानी भएर आइपोस् पिआइदिने होइन त्यो खुवाए चम्मचले छोडिदिनु न तपाईँ छोडिदिनु त पिआइदिनु न बटुकाले चाहिँ बटुकाले होइन चम्चीले चाहिँ अब दुईचोटि हो तिनचोटि हो क्या अब एकखेप खुवाइदिनु रङ भयो केही हुँदैन अब टन्न खाएर जा धन्यवाद होस् है नमस्कार चिताको पुहोस्
जग्गे घुमाउनु पर्दैन यहाँ हुन्न भइगयो राख्नु हुन्छ विधि भयो कति हुनुहुन्छ यता आउनु अघि पर्छ भनेको एक खै त बेहुलो बाँकी कता त बेहुलो माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा सपनाको संसारमा म त भुले नि पिरतीको दुनियाँमा आइपुगे नि ए सपनाको संसारमा म त भुले नि पिरतीको दुनियाँमा आइपुगे नि होस हराउँछ मन रमाउँछ होस हराउँछ मन रमाउँछ तिमी हाँसिदिए हिमाल झैँ तिमी हाँसिदिए हिमाल झैँ माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा
तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया कस्ती जुन जस्ती गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना ए माया कस्ती जुन जस्ती गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना म त आए लिन तिमीलाई हो म त तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो हजुर कतिको एक्साइटेड हुनुहुन्छ हराइ किन लाग्यो जम्मा 4 जना जाने बातहरुमा पनि पत्रे पनि लेखेको छ हामी सबै 4 जना जाने बस खोइ त्यो दिया चाहिँ कहाँ गइछ यहाँ आइज त दिया यो बत्ती त्यो कलश बोक्नु पर्छ अब पहिला यहाँदेखि पत्रे पनि हामी नै हो लिएर आयौँ भातखोरमा पनि हामी नै हो हुन्छ अरे क्या हुन्छ अरे जति सक्दो छिटो चाहिएको छ यहाँ गाडी बिग्रेको थियो खोइ 4 जना भयो अब यी उहाँलाई त्यसमा म तपाईँ पनि जाने हो न
व्रते कर्मे भ्यो नमो नमः। नरवा न धेरै नरौ उजेल नरवा यिनै हो अब यताबाट घुमा यता यता ओम सा शम्भु भगवन्तं च परिपितं च इवागतं च इवागतं च मन्त्रिभ्यो नमः वरस्यतं च यहाँनिर दाहिनेपट्टि हुनुपर्छ कि यो माला उठाऊ ओम स हरि ओम च यति हात अलिक अल्गो पारेर बेहुली नानी हो त्यसो भएर मङ्गलम च भूमिताय नमः मङ्गलम चेतिम च पठितं च स्वस्तिभ्यो नमः पठितं च इति पठितं च वरस्य मालितं च परिते तदेवतं च वाग्दुर्गं च वादेते मङ्गलं च मङ्गल तदेवतं च शुभगो चैव कपिलोकचक्रं च लम्बोदरविकटं च विद्याचरी दुर्लभरत्काटकं च लाभतयोगजानन द्वादशे तालबलं च कृष्णमप्रसिद्धं च विद्यावां च सर्वसिद्धि गर्भो मङ्गलमूर्ताय नमः ओम च मङ्गलं वरं च मङ्गलं कवितं च मङ्गलं प्रेरकाचं च मङ्गलाय तनहरि ताराबलं तदेव दैव बलं च तदेव तं च सुदिनं तदेव अर्को माला झिकिदिने ओम देवतं च मङ्गलप्रभुतं च मङ्गलप्रेरकाचं च पर्वतं च अङ्गुलितं च परिविष्टातये नमस्तुते नमो नमः माला लगाइदिने बेहुलीलाई पनि लगाइदिइहाल्ने लग्न दुम च मङ्गलम च सैतम च पुष्पमालम च सब रुपियाँ हामी
चट्ट बेहुलीलाई लगाइदिने मङ्गलम मूर्ताय नमः मङ्गलम च भगवान् विष्णु मङ्गलम गरुडध्वजं मङ्गलम पुण्डरीकाक्षं च मङ्गलाय तनहरि ताराबलं तदेव दैव बलं तदेव तमस सुदिनं तदेव दीपकलश गणपति पूजनं च यज्ञकर्मणं च परिपूर्ण ददस्तुम्यं च वेदशास्त्रं च विद्येभ्यो नमो नमः ओम अध्याय यो ल्याउ नानी हातमा यो तल यो प्लेट मात्रै ल्याउ है हो अच्छा तले शिष्य पूजा ओम च मङ्गलम च तदेवतम च साथै बेहुलाको हातमा दिने हात थापिदिने मङ्गलम च मूर्ताय नमस्तम च विपदम च कार्यदम च पार्गतम च वाद्य मन्त्री नमः तपाईँले एउटा उता दिने जिम्मा लगाइदिने आफ्नापट्टिका मान्छेलाई हो लु टिको लिने बेहुलाले टिको लिने अक्षता बेहुलिया नि समेत अक्षता दुई हातले झप्प लु सिधा हुने ओम च बेहुलाले टक्क टिको लगाइदिने बेहुलीले हातमा यहाँ मुनिबाट छिरा लु टिको लाई गर हो त्यो ओम च मङ्गलम च मूर्ताय मङ्गलम च पार्वतम च विरागतम च धागले कुदियते मङ्गलम च सूत्रेणं मङ्गलम तदेवतम मङ्गलम धारकम च इति कार्यकम च सूत्रेण यता दिनु नाली लाइराख ओम च मङ्गलम च देवतम च साथे पत्नी कर्मणमा या वसं च प्राप्ते परमतं च क्रियते विचार जयते कर्मेभ्यो नमः लु बस्ने अब बस्ने लु बस्ने अब एकछिन फोटोसोटो लिने एकछिन बेहुला बेहुलीले रमित हेर्ने एकछिन यहाँ भएका मान्छे यसो हेर्ने 3 घन्टा भयो पंडितजी भन्नुभयो यो कहिलेसम्म बोक्नु अब राख्ने बेला भएको लगाउँदिन नि छोड्दैन नानी हो यहाँ राख्नु न वाग्दान विधि कर्मणम इदं सकल गणेश पूजन पूर्वकम हातमा दिनु त्यो लगाएर दुनो चाहिँ दिनु त्यो उसको उ चाहिँ यहाँ राखिदिनु है त्यो बिस्टर भन्छ त्यसलाई टिको लगाइदिनु हातै खाली त्यो पैसा पनि दिनु है भान्जालाई टिको लाएर त्यहाँको त हुन्छ कन्या सुरको बाहुन त सबैभन्दा सुरको बाहुनै पैसा थप्न पनि पाइन्छ है
जग्गामा राखिदिने यो अब हामी लैजाउँ लिएर जग्गामा लाने तपाईँ लाने होइन बेहुला लाने उता खाना उठ त नानी उठ 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 चिप्स भनेको बाबुहरूले कसले किन त्यतिवटा मात्रै मान्छे जन्तीमा सुभाष अहिले कन्ट्रोल गर्नुहुन्छ हाम्रो दादा हुनुहुन्छ फोटो खिचेर त कहिले सकिन्छ कार्य हाम्रो खानाको व्यवस्था यता भयो बाबा अलिक राम्रो निकाल है हाई गर्नु बाबा यता हेलो हाम्रो कान्छो मामा यहाँ हुनुहुन्छ हेलो हाम्रो दिदी यता ब्युटिफुल दिदी यता हाई दिदी के खाने सबै हालेर टक्क बस्ने यो थालहरू झिकिदिउँ न थाल लोटा लोटा झिकौँ लोटा लु लु नमस्कार धोएर पो ज्वाइँको धुने त छोरीको धोएर पहिले नै ज्वाइँ माया गरिन् नि अनि के होइन नि छोरी भएर पो ज्वाइँ आएको अनि छोरीको धुने अनि ज्वाइँको धुने अब ठुलैबाट थाहा ज्वाइँकै धेर माया गरेँ अहिले टिको लगाइदिएर ढोक्दा पनि त हुन्छ दुईजनाले टिको लाग्छ जग यता यता लोटा यता त्यहाँ सानो सक्किँदा
टन्नै खाएको चाहिँ पिनासो नगरेर भाइ माइतीको
ग्राम देवताभ्यो नमः स्थानीय देवी देवताभ्यो नमः वास्तु देवताभ्यो नमः एकं च प्रधानतं च देवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वे ब्राह्मणभ्यो नमः अभिन्न अभिधमस्तुतं च शुभको चैव कपिलो गजकटं च लम्बोदर विकटं च विद्याचरे धुम्रपण तटाटकं च लाभतं शोभजानना द्वादशे तानि नमानितं च पटेश्वर्यादपिं च विद्यार्विद्यापितं च प्रपञ्चं च सङ्ग्रामे निर्गमे तथागतं च सङ्ग्रामे कर्मणं रमामध्ये इति लाभस्ते ततं च जयतं च तत् तेषकतं च पराजयतं च येषं च नृसिंहगतं च हरि मङ्गलायतं च तनुहरितं च क्षितं च श्री च नृसिंहगतं च विष्टगतं च देवकी शतगतं च रक्षक पश्यं च यो दैवगतं च भयारतं च लस्पट पत्नी तुबेन तुभ्याम हम सम्प्रपदे मम तो पैसो र जने हातमा दिने बेहुलाका पत्नी तुबेन तुभ्याम हम सम्प्रपदे बेहुलाका हातमा ठ्याक्कै पुग्नुपर्छ है त दास्यामी दास्यामी भन्नु त दास्यामी 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 टिको लगाइदिने टिको लगाइदिहाल्नु त्यो बेहुलाले जनै सुपारी गोजीमा हाल्ने थाक्न पाइँदैन भयो 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 छोड्थ्यो टिको ल्याउँ त टिको लगाइहाल्नु बुझ्नुपर्छ यहाँ लुगा लगाइदिन्छ लुगा लगाइदिन्छ पूजा गरेर होइन नलाने भए पूजा गर्ने छोडिदिनु लाने हो भनेदेखि पूजा र जिम्मा लगाइदिन्छ टिको लगाइदिने त्यो टिको यता लगाइदिने ज्वाइँलाई ल मैले छोडिदिएँ है सुम्पेँ है आजदेखि आजदेखि सुम्पेँ मैले मार्नु पार्नु के गर्नुपर्छ तपाईँको जिम्मा भनेर भन्ने है पत्नी तुबेन तुभ्याम हम सम्प्रपदे कञ्चन मम भनेको छ मैले तपाईँले यो पत्नी पार्नको लागि मैले परिधान दास्यामी दास्यामी टिको लगाइदिएर अब लुगा लगाइदिने काम गर्नु सबै लगाइदिनु हजुर हामीले नि गर्दैन बाबा लगाइदिनु बाबा लगाइदियो भइहाल्छ नि अब यहाँ कन्या अब लगन हुन्छ यो भाडो यता चार्दिउँ भाडो तान्दिउँ जेठो बाठाले चाहिँ लगाइदिउँ है बेहुलीको बाबुभन्दा जेठो को हुनुहुन्छ तपाईँहरूको नि मान मर्यादा राखेको छ कसको बेहुलो तपाईँले आगपतो महापुरुषस्य विष्णुरागतं च प्रपतामानस्य सकल जगत सृष्टिकारणं च ब्राह्मणोदित्या पराद्यं च श्री स्वयं बालकल्पे वैवस्वातं च मन्मन्तर्यतं च अष्टशिवतितमं च कलियुगतं च प्रथमचरणे व्रतवर्षे व्रतखण्डे आर्यावर्तगतं च देशे नेपाल देशे प्रसिद्ध देव इतिम च पशुपति क्षेत्र दिग्भागतं च पूर्वी दिग्भागे कोशी अञ्चल जिल्ला सङ्घ सभा एकदम च रानी छाप ग्रामे भारद्वाज गोत्रम च एटिएम च भारद्वाज गोत्र एकदम च बन्धुवर्ग सहित नावितम च कन्यादान कर्मणं परिपूर्ण स्वागत सिद्धार्थ 2081 साल कालयुक्त नामत्र सबरे सूर्य योग नक्षत्र शुभ लग्नको समयमा शुभ लग्न बोलु त शुभ लग्न भयो पानी उठिहाल्यो यो लगाउने गाँठो लिएर उठ यो छोड्न पाइँदैन हो त बेहुली अघि लागिहाल्यो टके हुँदैन बाटो छोडिदिउँ है बेहुली काँधामा हाल काँधामा हो त्यसै जुवा भन्छ यहाँ छट्टा छोटी पाइहाल्यो
यो विश्व अलिक कसैले सँग जग्गा घुमेर आउने त जग्गा अलिक छिटो छिटो ढिलो हिँड्नु हुँदैन ममता दिने थाहा पाउनु भएन तिमीलाई चोर्दा खोल्दै नभए चोरे जान्दैन यो पूजा भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष आफ्नो नै पराई नै आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई काम नगर्छौँ सुख माएको पराई घर जानेलाई काम नगर्छौँ सुख माएको पराई घर जानेलाई भाइटिकामा भेट्न आउला नरोई जाऊ चेली
दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन सम्झना आउँछ भकान फुट्छ आँसु यो रोकिँदैन सम्झना आउँछ भकान फुट्छ आँसु यो रोकिँदैन भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष छ तिमीलाई सजाए सिउँदो तिम्रो भर्नेछु उनको खाली पानामा तिम्रै नाम कोर्नेछु
मायाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहोली आज किन सपनामा चुके जस्तो लाग्दैछ आज किन सपनामा चुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली बेहुली हजुर हो हामीलाई भित्र दिनु त्यसरी हुँदैन का त्यसै भित्र चिर्न पाइयो चाहियो भनेपछि चाहियो भित्र त्यसै चिर्न पाइयो भोलि पर्सकै भागैमा नमिल्दा भाउजू भएर मात्रै भएन मलाई होइन भाउजूले नै छ त पर्सौको भाकामा नमिल्दा हजुर बाँकी चल्दैन चेकमा चल्छ ल चेकमा चेक पनि चल्दैन क्यासमै चल्ने हो यहाँ त बाँकी चल्दैन दाजु आज बाँकी चल्दैन त्यो त झोलैमै छ फेरि भरे आँखा चिन्ने होइन आँखा हेरेरै लिने हो के कतिजना छौँ यहाँ 4 जना झोला बोकिँदैछन् मैसँग झोला फेरि भएन दियो त 50 रुपैयाँ त 50 रुपियाँले हुँदैन भयो 50 ले पो धेरै छ 1 रुपियाँ पुग्दैन एउटा 50 ले पो तार्न खोजी बाँड्नु भनेर हिसाब गरिका भोलि भोलि दिन्छु भोलि भोलिको भोलि आउँदैन आउँदा आधै हुन्छ भए पनि कति राम्रो बिहे त यही केटीसँग तर बाले अर्को केटी हेरेछ भन्थे बुढालाई मलाई हाल्छ सेती काली पाछु सेती भन सेती विचार गरे ल्याउला माया हो
सकेको छैन हौ कोदो घोरानी छ पानी छिर्खाइले होइन उक्लिन दिदी के गरेको आफूले बोकेर ल्याएको आफूले हो त्यसो जति भरे उति झन्डा चढाएर खाओ आज चाहिँ देखि त गमगमी खाओ न जति भन्यो त्यति जति इच्छा लिनु हुन्छ हुन्छ खुवा न खुवा ल तिम्रो पालो ल फेरि अब आफ्नो बिहेमा दिदी दिदी ओ दिदी ओ दिदी अनि लाउला नि सय
राम्रो चिज माया बस्नु भयो गाह्रो छ माया खै बाँकी दिलैमा यति जान्न खोजेछु यति जान्न खोजेछु खोलेको थाहा हुन्छ दिलको ढोका खोलेको थाहा हुन्छ
के गरेर बस्यो के गरेर बस्यो हजुरबाले आउनु भएन नि त तपाईँले भन्ने पैसा पर्नु यहाँ हो कि मलाई भन्दै मलाई देऊ क्षेत्र पनि आफ्नो मान्छे तर नहुनु त्यहाँ नि हाम्रो माइतीको एउटा क्लियर थिएन अरे होइन है होला एउटा क्लियर थिएन टिचरले टाढा दिएको थिएन अरे अनि माइती 2 दिनभित्र जाने माइती लिँदैन अरे त्यो माइती त्यहाँ चेलीको छोराको एउटा थिएन अरे त्यो चेलीको छोरा छोरीको छोराको बिहा गर्दैन अरे बिहा गर्दैन अरे त्यहाँ चेली बिहा गरेको छोरा बिहा गर्ने छोरी अनि हाजी बाबाले त भन्नु पर्यो एउटा के भन्नु एउटा साहब भन्नु पर्यो ल मैले जानेको मैले बुझेको अनुसार भनेर भन्न छैन
दिदीभाउसँग अब के भन्नु पर्यो सर्वप्रथम त सबैजनालाई नमस्ते। यहाँ जति पनि हामी दुईजनालाई आशीर्वाद दिन आउनुहुने टाढोबाट पाल्ने हाम्रो निमित्तलाई स्वीकार आउनुहुने मेरो साइन अनुसारको सबैजनालाई हार्दिक नमन र त्यसरी अब यो हामी यो सानो कार्यक्रम गर्न गइरहेछौँ। हाम्रो पुरानो रीतिरिवाज अनुसार चालचलन अनुसार बुढा मामालीहरूको शिर उठाउने एउटा सानो कार्यक्रम सबैजना बसिदिनु होला अन्तिमसम्म होइन। हामीले जानेको सकेको हाम्रो हामीले जानेको सकेको अब हामी चाहिँ एक खालको भाग्यमानी चाहिँ म महसुस गर्छु कि हामी यो उमेरसम्म चाहिँ वेदान गरुन्जेलसम्म हाम्रो बाबामा चाहिँ दुवैजना हुनुहुन्छ, मामा माइजीहरू बोटै हुनुहुन्छ होइन। कि मामाले खोज्नुपर्ने के अरे ठाउँ पर्ने छैन, बाबामा खोज्नु जानुपर्ने ठाउँ छैन। यसरी त हामी एकदम छोराहरू हामी भाग्यमानी हामी चाहिँ मान्छौँ। अनि अब जस्तै बुवाको के अरे मामली होइन, आमाको मामली, हाम्रो बुढा मामलीहरू पनि हामीले अहिलेसम्म मान्न पाइरहेको छौँ। यो हामीलाई एकदम खुसीको कुरा हो सर्वप्रथम। अब मलाई धेरै बोल्न त आउँदैन होइन, तर पनि हामीले जाने अनुसारको अब तपाईँहरूलाई अब यसरी भन्नु न, उहाँहरू बुढा मामाली बुवाका मामालीहरू मैले तपाईँहरूलाई मेरो सकेअनुसारको मैले दिएँ, मेरा मामाली मेरो सकेअनुसारको मैले दिएँ भन्नु जान न, बेहुलीलाई पनि जानकारी होस्नु पऱ्यो नि त। हो चाहिँ छुट्याइँदैन भन्दै मैले भने होइन नि, त्यसरी देखाएर होइन उठाउनु पर्दैन। मेरो बाउका मामाली सर्वप्रथम नमस्कार। मेरो बुवापट्टिबाट बुवाको मामाली, मेरो बुढा मामाली, मेरो शिर यहाँ मैले खडा गरेको छु। यहाँहरूप्रति मेरो नमन। त्यस्तै गरी अब यता मेरो आमापट्टिको मामाली, यो तल मेरो बुढा मामालीहरू यहाँ शिर भएको छ। चाहिँ शिर निउराएर अब यता मेरा अब निजा मामाली हो। त्यस्तै गरी अब यतापट्टि मेरो सिधा मेरो चाहिँ गोटे मामाली, मेरो चाहिँ मेरो सेम मेरो आमाको होइन आफ्नै एउटै कोको चाहिँ मामाहरू यहाँ मान्छे यहाँ हुनुहुन्छ। मेरो चाहिँ एकदम हार्दिक नमन। तपाईँहरू यहाँ उपस्थित भएकोले सबैजना लोक तपाईँहरू यहाँ आउनु नै मेरो लागि चाहिँ एकदम ठुलो कुरा हो होइन। र तपाईँलाई यसरी हामीले मामालीमा जाँदा अब जानेको सकेको हामी तपाईँहरूलाई सकेको गर्छौँ। तपाईँहरूले जस्तो भए पनि जे भए पनि मन नदुखाइकन होइन। अब गर्दै भन्दै लाँदाखेरि कति कमी कमजोरी पनि होला। अब बुवाआमाहरू यस्तै हुनुहुन्छ, सिधा सोचेर हुनुहुन्छ होइन। हामी छोराहरूले चाहिँ गर्दै भन्दै लाँदाखेरि नपुग्ला गल्ती होला, जस्तो भए पनि स्वीकार दिनु भन्दै म चाहिँ अहिले चाहिँ दुई शब्द यहाँ टुङ्ग्न चाहेँ है त। हाम्रो बुढा मामालीहरू सधैँभरि यसरी माइन्ड हान्न पाइयोस्। यसो छुइले हुन्छ मतलब फेरि कुन हो दाजु? यसो गर्नु उसलाई पनि चाहिन्छ होला नि त, उसले पनि शिर उठाउनु। यसो नमस्ते गर्नु भइहाल्यो, नमस्ते गर्नु उता गर्दै त्यहाँ पनि अबिर लगाइदिए अनि यो अब त्यहाँ फुल
त्यता आइज त्यहाँ घुमेर आइज भाइ भाइ तर्कलाई लु भयो दाजु भयो हुन्छ भयो छुएपछि भयो एकछिन उभेस गर्नु सुनले टिका लाउन आउँछन् कि बहिनीहरू सबैमा टिका लाउनु अघि बोलाएको थियो खै लु भयो के भन्यो नि के हुन्छ भने हजुरआमा म यसरी थाम्छु तपाईँ टिका लगाइदिनु म बोकिदिन्छु भने पहिला माइली फिल्म खोलेर पैसा नपुग्ने होला राडा 50 जतिखेर नि यस्तै हो क्या साल दिदी लिङलिङमा हुँदा नि यस्तै हुन्थ्यो होइन मन फराकिलो छ नि त राखौँ न त्यहाँ अर्डर राखौँ न के